कहिलेकाहीँ एउटा समाचार आउँछ, हामी पढ्छौँ, केही बेर चुप लाग्छौँ, सायद एउटा दुखी इमोजी राख्छौँ अनि केही दिनपछि फेरि आफ्नो जिन्दगीमा फर्कन्छौँ। तर केही घटना यस्ता हुन्छन् जसलाई समाचार भनेर पढेर मात्र अगाडि बढ्न सकिँदैन। अहिले नेपालमा एउटा सानो नानीमाथि भएको जघन्य अपराधको खबर सुन्दा मेरो मनमा एउटै प्रश्न आयो, आखिर हामी कस्तो समाज बनाउँदैछौँ? एउटा 3 वर्षको बच्चा जसलाई संसार के हो भनेर बुझ्न पनि समय लागेको छैन, जसको हातमा किताब हुनुपर्ने थियो, खेलौना हुनुपर्ने थियो, आमा बुवाको काखमा सुरक्षित भएर निदाउनु पर्ने थियो, तर उसको जीवनमा यस्तो अकल्पनीय हिंसा आइपुग्यो। म त्यो घटनाको पीडादायी विवरण दोहोऱ्याउन चाहन्न, किनकि त्यो बच्चाको पीडालाई कन्टेन्ट बनाएर भ्युज कमाउनु हाम्रो उद्देश्य हुनु हुँदैन। बरु एउटा प्रश्न सोधौँ, यस्तो अपराध गर्न सक्ने सोच एउटा मान्छेको दिमागमा कहाँबाट आयो? के उसले जन्मदै यस्तो सोच लिएर आएको थियो? होइन, मान्छे जन्मिँदा अपराधी भएर जन्मिँदैन। समाजले उसलाई सिकाउँछ, परिवारले सिकाउँछ, उसले देखेको वातावरणले सिकाउँछ, उसले सुनेको भाषा, पाएको पनिसमेन्ट र पाएको फ्रिडमले उसको सोच बनाउँछ। त्यसैले आज प्रश्न केवल अपराधीलाई होइन, हामी आफैलाई पनि हो। हामी इतिहासमा गर्व गर्छौँ। नेपालको इतिहासमा वीरता छ, त्याग छ, सङ्घर्ष छ, आफ्नो देश र समाजका लागि ज्यान दिने मानिसहरूको कथा छ। तर इतिहासमा गर्व गर्नु मात्र पर्याप्त छैन। इतिहासले हामीलाई महान बनाउँदैन। इतिहासबाट हामीले के सिक्यौँ त्यसले हामीलाई महान बनाउँछ। हामीले पुर्खाहरूको बहादुरीको कथा सुन्यौँ, तर के हामीले उनीहरूले छोडेको समाजलाई अझ सुरक्षित बनायौँ? हामी मन्दिर बनाउँछौँ, ठुला भाषण गर्छौँ, संस्कारको कुरा गर्छौँ, छोरीलाई देवी भन्छौँ, तर त्यही समाजमा कुनै बच्चा सुरक्षित छैन भने हामीले आफूलाई सोध्नुपर्छ, हाम्रो संस्कार कहाँ गयो? छोरीलाई देवी भनेर पूजा गर्ने समाजले छोरीलाई मान्छे भएर स्वतन्त्र र सुरक्षित बाँच्ने अधिकार दिन नसके त्यो समाज होइन, त्यो केवल शब्द हो। र अर्को कुरा पनि छ, हामी कहिलेकाहीँ भन्छौँ आजकालको जेनेरेसन बिग्रियो, तर म एउटा प्रश्न गर्छु, यो जेनेरेसन बनायो कसले? हामीले। अघिल्लो जेनेरेसनले हुर्कायो, घरले संस्कार दियो, समाजले वातावरण दियो, इन्टरनेटले संसार दियो। त्यसैले सबै दोष आजका केटाकेटी माथि थपेर हामी उम्किन सक्दैनौँ। आज एउटा बच्चाले के सिकिरहेको छ? उसले महिलालाई सम्मान गर्न सिकिरहेको छ कि अब्जेक्ट जस्तो हेर्न? उसले नो मिन्स नो बुझिरहेको छ कि शक्तिलाई अधिकार सम्झिरहेको छ? उसले कमजोरीलाई प्रोटेक्ट गर्न सिकिरहेको छ कि कमजोर देखेपछि एक्सप्लोइट गर्न? त्यहीबाट समाजको भविष्य सुरु हुन्छ। र मैले विदेशमा बस्दा एउटा कुरा महसुस गरेको छु, कुनै देशका मानिसहरू पर्फेक्ट हुँदैनन्। त्यहाँ पनि अपराध हुन्छ, त्यहाँ पनि रेप हुन्छ, त्यहाँ पनि भोइलेन्स हुन्छ। त्यसैले नेपाललाई अरू देशसँग तुलना गरेर उनीहरू राम्रो, हामी नराम्रो भन्नु सजिलो तर गलत निष्कर्ष हो। तर एउटा कुरा चाहिँ सिक्न सकिन्छ, कुनै समाजले अपराध भएपछि कति गम्भीर भएर एकाउन्टेबिलिटी खोज्छ, भिक्टिमलाई दोष दिन्छ कि सपोर्ट गर्छ, के लगाएकी थिए, कहाँ गएकी थिए, किन एक्लै थिए भनेर प्रश्न गर्छ कि अपराधीले किन यस्तो गर्यो भनेर प्रश्न गर्छ। यही सोचको परिवर्तन आवश्यक छ, किनकि एउटा केटीले के लगाउँछ भन्ने उसको अधिकार हो। उसले जस्तोसुकै कपडा लगाओस्, बिहान हिँडोस् वा राति, एक्लै हिँडोस् वा साथीसँग, उसको शरीरमाथि अधिकार उसको आफ्नै हो। कपडाले कन्सेन्ट दिँदैन, स्थानले कन्सेन्ट दिँदैन, समयले पनि कन्सेन्ट दिँदैन। कन्सेन्ट बिना गरिएको कुनै पनि सेक्सुअल एक्ट अपराध हो। यो कुरा हामीले बच्चादेखि सिकाउनु पर्छ। तर नेपालमा समस्या केवल क्राइम होइन, समस्या त्यसभन्दा गहिरो छ। कहिलेकाहीँ हामी यस्तो समाज बनाउँछौँ जहाँ सिधा मान्छे डराउँछ, इमान्दार मान्छे थाक्छ, गरिब मान्छे झुक्न बाध्य हुन्छ, तर चलाक, धूर्त, सम्बन्ध र पैसाको शक्ति प्रयोग गर्ने मान्छे अझ ठुलो भएर हिँड्छ। कानुन सबैका लागि बराबर हुनुपर्ने हो, तर मानिसहरूलाई कहिलेकाहीँ यस्तो लाग्छ पैसा छ भने बाटो छ, पावर छ भने बस्ने ठाउँ छ, चिनेको मान्छे छ भने समस्या छैन। यदि एउटा सामान्य मान्छेले गल्ती गर्दा तुरुन्त सजाय पाउँछ, तर पहुँच भएको मान्छे वर्षौसम्म उम्किन्छ भने त्यो केवल एउटा व्यक्तिको अन्याय होइन, त्यो न्याय प्रणाली प्रतिको विश्वासमाथि प्रहार हो। हामी करप्सनको कुरा गर्छौँ, तर करप्सन भनेको केवल कार्यालयमा घुस लिनु होइन। कहिलेकाहीँ करप्सन हाम्रो सोचमै हुन्छ।
मेरो मान्छे हो, बचाइदेऊ। मलाई के मतलब, मेरो घर ठिक छ, अरूको जेसुकै होस्, देश जस्तो भए पनि मेरो जिन्दगी राम्रो हुनु पर्यो। यही सोचले देश कमजोर बनाउँछ। हामी देशलाई गाली गर्छौं तर मौका पाउँदा नियम मिच्छौं। हामी पोलिटिसियनलाई भ्रष्ट भन्छौं तर आफ्नो काम निकाल्न घुस दिन तयार हुन्छौं। हामी न्याय चाहन्छौं तर आफ्नो मान्छेले गल्ती गर्दा छोडिदेऊ यार भन्छौं। त्यसैले देश केवल नेताले बिगार्ने होइन, देशलाई हामी सबैको सानो सानो सम्झौताले पनि कमजोर बनाउँछ। तर यसको अर्थ नेपाल सकियो भन्ने होइन। नेपाल बिग्रिएको छ भने नेपाल बनाउन सक्ने पनि नेपाली नै हुन्। हामीले केवल देश खराब छ भनेर रोएर हुँदैन, हामीले आफूबाट सुरु गर्नुपर्छ। एउटा छोरालाई सिकाऊ, महिलालाई डराएर होइन, सम्मान गरेर हिँड। एउटा छोरीलाई सिकाऊ, तिमी कसै भन्दा कम छैनौ। एउटा बच्चालाई सिकाऊ, कसैले तिमीलाई असहज बनायो भने आवाज उठाऊ। एउटा साथीले गलत कुरा गर्दा हाँसेर साथ नदेऊ। कसैले महिलालाई अब्जेक्ट बनाएर जोक गर्दा होइन यस्तो कुरा नगर भन्न सक्ने हिम्मत राख, किनकि अपराध सुरु हुनुभन्दा अगाडि मानसिकता सुरु हुन्छ। र आजको यो घटनाले मलाई अर्को कुरा पनि सिकाएको छ। हामी जीवनमा धेरै ठुलो बन्न चाहन्छौँ, पैसा कमाउन चाहन्छौँ, घर बनाउन चाहन्छौँ, विदेश जान चाहन्छौँ, ठुलो गाडी किन्न चाहन्छौँ, नाम कमाउन चाहन्छौँ। तर एकपटक आफैलाई सोधौँ, हामी मान्छे कति ठुलो बन्यौँ? ब्याङ्क ब्यालेन्स ठुलो भयो तर क्यारेक्टर सानो भयो भने, घर ठुलो भयो तर आमा बुवालाई समय दिन सकेनौ भने, विदेश पुग्यौं तर आफ्नो समाजका लागि जिम्मेवारी बिर्सियौं भने, सोशल मिडियामा हजारौं फलोअर्स भए तर वास्तविक जीवनमा कसैलाई सुरक्षित महसुस गराउन सकेनौ भने त्यो सफलता अधुरो छ। सफलता भनेको केवल माथि पुग्नु होइन, माथि पुग्दा पनि मान्छे भएर बाँच्न सक्नु हो। आज म यो कुरा एउटा अपराधीको बारेमा मात्र बोलिरहेको छैन, म त्यो सोचको विरुद्ध बोलिरहेको छु जसले कमजोरलाई आफ्नो अधिकार ठान्छ। म त्यो संस्कारको विरुद्ध बोलिरहेको छु जसले भिक्टिमलाई नै प्रश्न गर्छ। म त्यो प्रणालीको विरुद्ध बोलिरहेको छु जहाँ न्याय ढिलो हुन्छ र कहिलेकाहीँ मानिसको विश्वास नै मर्छ। र म त्यो उदासीनताको विरुद्ध बोलिरहेको छु जहाँ हामी भन्छौँ मलाई के मतलब, किनकि याद राखौँ आज पीडित अर्को घरको बच्चा हुन सक्छ, भोलि त्यो हाम्रो घरको बच्चा पनि हुन सक्छ। त्यसैले समाज सुरक्षित हुनु भनेको आफ्नो घर मात्र सुरक्षित हुनु होइन, सबैको बच्चा सुरक्षित हुनु हो। र अन्त्यमा त्यो सानो नानीका लागि मसँग ठुलो भाषण छैन। उसले त संसारलाई राम्रोसँग चिन्न पनि पाएकी थिइन। उसले जीवनको सुरुवातमै यस्तो पीडा भोग्नु पर्यो भन्ने सोच्दा शब्दहरू पनि साना लाग्छन्। तर उसको घटनालाई केही दिनको ट्रेन्डिङ न्युज बनाएर बिर्सिनु चाहिँ हुँदैन। उसको नामले हामीलाई एउटा प्रश्न सधैँ सोधिरहोस्, हामीले कस्तो समाज बनाउँदैछौँ? हामीले त्यस्तो नेपाल बनाउनु पर्छ जहाँ बच्चा डराएर होइन, निर्भय भएर घरबाट निस्कियोस्, जहाँ छोरीले आफ्नो कपडा छान्दा समाजको डर नमानोस्, जहाँ महिला राति घर फर्कदा केही होला कि भनेर परिवार डराउन नपरोस्, जहाँ अपराधीको पहुँच होइन कानुनको शक्ति ठुलो होस्, जहाँ पैसा र पावरले होइन सत्य र न्यायले जितोस्, र जहाँ एउटा बच्चामाथि अन्याय हुँदा उसको परिवार मात्र नरोस्, पुरै समाज रोस्, पुरै समाज उठोस् र पुरै समाजले भनिरहोस् बस अब पुग्यो। हामी यस्तो समाज चाहदैनौँ, किनकि देश बदल्ने दिन कुनै नेता आएर भाषण गरेको दिनबाट सुरु हुँदैन। देश बदलिने दिन त्यो हो जब हामी आफै बदलिन सुरु गर्छौँ। र सायद त्यो सानो नानीले हामीलाई छोडेर गएको सबैभन्दा ठुलो प्रश्न यही हो, तिमीहरूले मेरा लागि कस्तो संसार छोड्दैछौ? यसको उत्तर हामीले भाषणले होइन हाम्रो कर्मले दिनुपर्नेछ।